दिदीभाइको मार्मिक कथामा बनेको नयाँ नेपाली चलचित्र पार्वतीको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। तिमी पनि मेरो लागि सब थोक हो नि दिदी, हैन त? हो नि दिदी। OSR डिजिटल मार्फत रिलिज गरिएको 4 मिनेट लामो यो ट्रेलरमा अभिनेत्री निता ढुङ्गाना अटिजम भएकी दिदी र बालगायक अशोक दर्जी भाइको मुख्य भूमिकामा देखिएका छन्। विशेष क्षमता भएका व्यक्तिहरूले समाजमा भोग्नुपर्ने सङ्घर्ष र पारिवारिक प्रेमलाई पर्दामा निकै भावुक ढङ्गले उतारिएको छ। निता ढुङ्गानाकै लेखन तथा निर्देशन रहेको यस चलचित्रलाई हरिहर अधिकारीले निर्माण गरेका हुन्। चलचित्रमा दीपाश्री निरौला, शिरु विष्ट लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। चलचित्र पार्वती आगामी भदौ 12 गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउँदैछ।